हेलो साथीहरु, फेरि पनि वेलकम छ तपाईहरुलाई मेरो नयाँ भिडियोमा। आजको मेरो काम रहेको छ यी भेडा बाख्रा चराउने काम है साथीहरु। म चाहिँ भेडा बाख्रा चराउनलाई जाँदै छु। पछाडी रहेको छ मम्मी। लौ यस्तो छ है। लौ यस्तो हिँड्दैछ हाम्रो भेडा बाख्राहरू है। यस्तो सानो सानोहरू छ, नहिँड्नेहरूलाई चाहिँ ट्याक्क लाएर यसरी पिट्ने, ट्याक्क लाएर यसरी यसरी पिट्ने। हिँड्न मानेन भने यसरी पिट्ने। साथीहरू यस्तो छ पानी। ल मम्मी हामी दुईजना छ। के गर्ने हो साथीहरू, गाउँघरको जिन्दगी यस्तो छ। प्लास्टिक ओढ्दै है, पानी पर्यो भने चाहिँ झन् घरमा बस्छु भनेर पाउँदैन। गाउँघरको जिन्दगी यस्तै छ। गाई चराउनु पर्यो, गाह्रो छ। भेडा बाख्रा चराउनु पर्यो। हाम्रो भेडा बाख्रा चाहिँ तलतिर बाबा चराउँदैछ अनि म चाहिँ अहिले चाहिँ गाई चराउँदैछ कि। अब एकै ठाउँमा चाहिँ धेरै भएर अलि च्याउ हुन्छ क्या, त्यही भएर छुट्टा छुट्टै चराएको। अहिले पछि चाहिँ फेरि सँगै चराउँछ। एकछिन चाहिँ भेडा बाख्रा चाहिँ तलतिर चराउँदैछ, म चाहिँ यतातिर गाई चराउँदैछु है साथीहरू। पानी परे पनि सुख छैन, के गर्ने, यस्तै छ गाउँले जीवन है साथीहरू। र आजभोलिको वातावरण चाहिँ एकदम दामी लाग्छ मलाई, किनभने एकदम हरियाली भएको छ कि यति धेरै दामी छ। र जुन देखेछ यतातिरको वनहरू, यो माथितिरको डाँडा गाँडाहरू देखेर यस्तो दामी लाग्छ कि साथीहरू। यस्तो दामी छ, हरियाली हुँदै आछ। र गाउँघरको जिन्दगी भनेको यस्तै छ है, गाई पस्तु चराउँदै यस्तै हो जिन्दगी, यस्तै रमाउने है। खुसी नै छौँ किनभने एकदम जुन यो हरियाली वातावरण हेरेर एकदम खुसी लाग्छ मलाई चाहिँ। हामी मात्र होइन, गाउँघरमा भनेको सबै यस्तै हो, म मात्र पनि होइन, सबैजना यस्तै हो। त बारीपरि पनि भेडा चराउँदै रहेछ है, भेडा बाख्राहरू त्यता नि रहेछ। म तपाईँलाई देखाउँछु जुम गरेर है साथीहरू। यस्तो दामी छ कि हामीले घाँस दाउरा गर्ने वन बाख्रा है यतातिर चाहिँ। यस्तो रमाइलो चाहिँ यहाँ चाहिँ कति धेरै छ कि, यहाँ देख्न सक्नुहुन्छ तपाईँले। यति धेरै रहेछ है, एकदम ठुलो भेडा बाख्राको बथान नै रहेछ कि यति धेरै। र जुन माथि यहाँबाट देखेको छ हाम्रो लाप्राको नयाँ बस्ती है। म चाहिँ जुन पारिपट्टि देख्ने भिरमा छु अहिले चाहिँ है साथीहरू। लाप्रा गाउँ नयाँ बस्ती यस्तो दामी देखेको छ है साथीहरू। यस्तो छ यहाँ चाहिँ। र यो माथि डाँडा चाहिँ नतुर डाँडा है, यो चाहिँ नतुर डाँडा हो। यता